प्रिय श्रोतावृन्द, द वर्ड्स अफ गड अर्थात् परमेश्वरको वचन कार्यक्रममा यहाँहरू सबैजनालाई जय मसीह तथा नमस्कारको साथमा स्वागत छ। परमेश्वरको चङ्गाइमा भरोसा गर्नु। मत्ती 9:20 र 21। येशू प्रभुले आफ्नो सेवकाईको क्रममा आफ्नो इच्छा अनुसार धेरै रोगी बिमारी र दुर्बलहरूलाई निको बनाउनुभयो। यस खण्डमा पनि 12 वर्ष अघिदेखि रगत बग्ने समस्याले ग्रस्त भएको स्त्रीलाई चङ्गाई दिनुभएको छ। यो स्त्री ठूलो समस्यामा परेकी थिइन्। उनले धेरै वैद्यहरूलाई देखाएर उपचार गरेकी थिइन् र आफूसँग भएको सबै सम्पत्ति सकेकी थिइन्, तर पनि कसैले उनलाई निको पार्न सकेको थिएन। यसै बीचमा उनले येशूको विषयमा सुन्छिन् र उहाँलाई भेट्न यो भरोसाको साथमा आउँदछिन् कि यदि मैले येशूको वस्त्र मात्र छुन पाएँ भने पनि म जाती हुनेछु। तर ख्रीष्टलाई भेट्न सजिलो थिएन, किनकि उहाँ ठूलो भिडको माझमा हुनुहुन्थ्यो। तर पनि उनले भिडको पछाडिबाट उहाँको वस्त्र छोइन् र तुरुन्तै निको भइन्। ओहो, कस्तो अचम्म! 12 वर्षसम्म अनेक उपाय गर्दा पनि चङ्गाई नभएकी, तर ख्रीष्टको वस्त्र छुँदा मात्र पनि चङ्गाई भएकी उनी यसरी चङ्गाई हुनुमा येशू ख्रीष्टको प्रति उनको विश्वास र भरोसा नै थियो। प्रियजनहरू, आज कतै तपाईँ पनि रोगले ग्रस्त भएर आशाविहीन अवस्थामा त हुनुहुन्न? आफ्नो जीवनबाट हार खाएर निराशामा त पर्नु भएको छैन? यदि त्यसो हो भने आजको वचन अनुसार परमेश्वरमा पूर्ण भरोसा राख्नुहोस्। उहाँले तपाईँलाई चङ्गाई दिन सक्नुहुन्छ, किनकि उहाँ तपाईँको सृष्टिकर्ता हुनुहुन्छ। यसको मतलब यो होइन कि हामीले औषधि खानुहुन्न, डाक्टरलाई देखाउनुहुन्न। यसको मतलब यो हो कि डाक्टर र औषधिको माध्यमबाट पनि चङ्गाई परमेश्वरद्वारा नै आउँदछ, किनकि परमेश्वर डाक्टरहरूका पनि डाक्टर हुनुहुन्छ। म एकजना अङ्कललाई चिन्दछु जसलाई 45 वर्षको उमेरमा नै डाक्टरले अब जे इच्छा लाग्छ खाए हुन्छ भनेर हस्पिटलबाट बिदा दिनुभएको थियो। उहाँ जीवनबाट हार खाएर निराश अवस्थामा हुँदा सुसमाचारद्वारा येशू ख्रीष्टको विषयमा सुन्नुभयो र विश्वास गर्नुभयो। त्यस पश्चात निरन्तर प्रार्थना गर्न, बाइबल अध्ययन गर्न र सङ्गतिमा जान थाल्नुभयो। आज 20 वर्ष भइसक्यो। उहाँ जीवित नै हुनुहुन्छ र मण्डलीमा एल्डरको सेवकाई गरिरहनु भएको छ। त्यसरी नै परमेश्वरले तपाईँलाई पनि उहाँको इच्छा अनुसार चङ्गाई दिन सक्नुहुन्छ। आमेन।